त्यो गीतले के भन्छ भने ऊ जितेर गई कि हारेर गई, नतिजा आफैतिर पारेर गई भन्ने। तपाईँ विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक हुनुहुन्थ्यो, अघिल्लो सरकारले तपाईँलाई त्यसबाट बिदा गर्यो। त्यो बिदा गर्दा तपाईँ कतै हारे हारे जस्तो मान्छेलाई लागेको थियो, तर नतिजा चाहिँ आफैतिर पारेर जानुभयो। अहिले 3वटा मन्त्रालयको नेतृत्व गरिरहनु भएको छ, कस्तो लाग्छ? त्यही भएर मैले सुरुमै मलाई उहाँहरूले जुन बेला बिदाई गर्नुभयो त्यो बेला मैले धन्यवाद दिएको थिएँ उहाँहरूलाई। उहाँहरूले राम्रो गर्नुभयो, धन्यवाद दिएको थियो। भनेको त्यो यो परिदृश्यका बारेमा तपाईँलाई त्यस बेला नै अनुमान थियो? अब मेरो जीवनकालमा म चिलिमेमा हुँदा भन्नुहोस् पहिलेदेखि नै जुन बेला मलाई जबरजस्त रूपमा चाहिँ निकालिएको थियो, त्यसपछिका दिनहरूमा म अझ सशक्त भएर ठुल्ठुला जिम्मेवारीमा आएको छु। त्यो मेरो अनुभव हो। भनेपछि त्यो भाग्यरेखा हो? अब भाग्य भन्नुहोस्, मेरो कर्मको कुरा गर्नु भन्नुहोस्, जनताको विश्वास सबभन्दा ठुलो कुरा। अब अहिले त तपाईँ 3वटा मन्त्री भने त जे पनि हुन सक्छन्। सबभन्दा ठुलो त जनतै हो। जनताको विश्वास र मैले आफ्नो